जेनजी आन्दोलनको नरसंहारको जिम्मेवारी चाहिँ सिडिओले लिन्छ। तिम्रो रगत रगत मेरो रगत पानी, यो कस्तो बेइमानी। सरकारी कार्यालयबाट दलीयकरणको अन्त्य त गर्छौं, तपाईलाई प्रिय लागोस् कि अप्रिय लागोस्। हामीले नुहाउन पाउने अधिकार खोज्ने भनेको होइन, भान्सा कोठामा नुहाउन पाइँदैन भनेको। म त देख्दिन, तर म मेरा अग्रजहरूलाई ऐना हेर्न आह्वान गर्छु। एकजना माननीयले भन्नुभयो तपाईलाई 24 घण्टे सूचना दिएर घर खाली गर्न सक्नुहुन्छ, अनि के बर्खाको बाढी चाहिँ तपाईलाई 24 घण्टे सूचना दिएर आउँथ्यो त? मैले अर्कोचोटि भोट पाऊँ कि नपाऊँ, तपाईले यही सरकारको कार्यकालमा लाल पूर्जा अवश्य पाउनुहुन्छ, यो म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। धरानमा एकजना सुकुम्बासी नेताले मलाई उनको निजी स्कर्पियोमा घुमाए। अत्यन्तम क्रूरता लोभम प्रजापीडनमेव च एते दोषा नृपस्यासु राज्य नाशाय कल्पते। जब राज्य शासक हदभन्दा बढी लोभी र निर्दयी भएर जनतालाई दुःख दिन थाल्छ, त्यो राज्य विनाशतिर जान्छ। गत भदौ 23 र 24 गते भएको त्यही हो, र आज हामीले बाटो बिरायौं भने फेरि हुने पनि त्यही हो। म प्रथम पटक संसदमा बोल्दै गर्दा तमाम आन्दोलनहरू लोकतन्त्र प्राप्तिका लागि भएका, जसले म जस्ता र मेरो पुस्तालाई आज यहाँ उभिने स्थितिमा पुर्याए, जेनजी आन्दोलनदेखि सम्पूर्ण जनआन्दोलनसम्मलाई बराबर सम्मानका साथ स्मरण गर्न चाहन्छु। र फेरि पनि भन्छु,